Anything to say? Nothing. Nothing. कसरी अहिले महँगो नि यार हामी चाहिँ अहिले घोडाघोडीको मन्दिरको द्वारमा छौँ कता कता गइरहेछौँ भन्छ कर्णाली यातायात क्षेत्र प्रवेश हामी राफ्टिङ प्रवेशद्वार हामी कर्णालीको फेदमा जान खोजिरहेछौँ होइन पानी जहाँ ऱ्याफ्टिङहरू अनि अरू के सर्भिसहरू छ अरे डिफ्रेन्ट हेरौँ फेदमा पुग्न खोजौँ पहिला पानीहरू हेरौँ क्रोकोडाइल डोल्फिनहरू देख्छ कि नै हेरौँ त्यसपछि मुत्ने ठाउँ खोज्नुपर्छ ए अनि हामी चाहिँ खास विशेष चाहिँ हामी हाइकिङ एउटा स्पट छ अरे क्या बब्बाल त्यो पनि खोज्न हिँडेको कसैले सोध्ने हो अहिले पर्दैन अहिले खोजौँ खप्तर होलिडेज रिसोर्ट रे रिजोर्टको ठाउँ हो त यो भिलेज लाइफ सोध्नलाई गएछु तवर रहेछ एकछिन बस्ने यतातिर हामी सेती अञ्चलको होइन त त्यही माथि महाकाली नि छ महाकाल छ तर महाकाली फेरि बोर्डरमा आउँदा देशीहरूको इन्फ्लुएन्सले सेती छ एकदम डडेलधुरातिर झेल्लेनस् राति साइको बनाइरहेको नाइस स्पट हेर्दै एकैछिन बस्दिनँ होइन तल कतै तल नि हेर्दो रहेछ त त्यहाँ तल गयो जानु मिल्दैन यहाँ छ एकछिन छ यतादेखि जाने छ त्यो तलवाला बाटो यसलाई देखिन्छ माटो नि हार्ड छ यार नचिप्लिने माटो छ है यहाँदेखि तल कहाँ हो दामी ठाउँ तर लास्टै गएर त त्यो बाइक धोइरहेको त होइन होइन ऊ हो त बोटिङ गरेर बोटिङ उता उता देखाला एकछिन अलराइटी हाम्रो चाहिँ यो जोनमा अहिले बसिसक्यो हामी आधा घन्टा बस्दै खाजासाजा खाएर आयो होइन अति नै रिल्याक्सिङ फिल भयो यता आएर चाहिँ अब चाहिँ हामी 100 किलोमिटर फेरि राइड गर्न गइरहेछौँ त्यो चाहिँ हाम्रो चिसापानी आई मिन कर्णालीको पुल कर्णाली नदी धेरैजना बोटिङ पनि गरेर आएको छ एउटा ऊ त्यहाँ पनि छ ऱ्याफ्टिङ गरेर आएको लाइटली व्हाट अ ब्युटिफुल म्यान ब्युटिफुल प्लेस अनि आई हर्ड यता कतै हुन्छ नि हाइकिङ ट्रेल पनि छ कि यो साइडमा कि उताको साइडमा अल द वे टु द टप जान मिल्छ अरे आज चाहिँ हामीसँग टाइम छैन हल्का हामी आधी घन्टाभित्र आएर चाहिँ यो स्पटमा बसेर यसो इन्जोय गरेको त्यति मात्र बादल हेर्दा पुरै डार्क भइरहेछ है हामीलाई चाहिँ 1 घन्टा 2 घन्टा 2 आवर्स प्लसको अब त्यो छ राइड होपफुली इट विल बी अल राइट लाइक yesterday it was too cloudy but we made it so yeah same goes for today we'll make it for sure alrighty okay. Anything to say nothing for now alright we're signing off हामी चाहिँ अहिले घोडाघोडीको मन्दिरको द्वारमा छौँ माथि एउटा मन्दिर र ठुलो ताल छ होइन यो तालको पनि के चाहिँ थियो के एउटा घोडाहरू के अरे तालमा दौडिन्छ कि के भन्ने थियो नि एउटा मिसकन्सेप्सन हो कि के हो जाने चाहिँ धर्मशालाहरू सबै बनेको रहेछ होइन
यो चाहिँ हाम्रो अत्तरिया र चिसापानीको ठ्याक्क सेन्टरमा छ। अत्तरिया भनेको चाहिँ काइन्ड अफ जङ्सन हो होइन, पूर्व पश्चिम उत्तर दक्षिण जाने। उतादेखि छिर्नु पर्ने रहेछ उतादेखि छिर्नु पर्ने हो कि हामी अलिक गलत बाटो छिर्यौँ जस्तो लाग्यो। हुन त पर्ने हो। घोडाघोडी देउथान चाहिँ छ त यहाँ, मन्दिर चाहिँ यही हो है। टाइम क्लोज छ मन्दिर चाहिँ। हामी चाहिँ यहाँबाट रेकर्ड गर्नुको कारण भित्र टिकट लाग्थ्यो होइन, अनि 10 मिनटमा बन्द भइरहेको थियो। वाज नट वर्थ इट। त्यही भएर यहाँबाट यसो हेर्ने जाने डेली अब फर्किने होइन। अब फर्क्यौँ। माथिबाट अलिअलि देखिएको थियो होइन। आएको चाहिँ ठाउँमा हामी पहिला पनि घुमेको छौँ। यसो भिडियो बनाऊँ भने नेक्स्ट टाइम कहिले भयो भने फुल्ली नेक्स्ट टाइम। 10 रुपियाँ रहेछ। 10 रुपियाँ नि महँगो नि यार। हामी यार 4 कहिले हो फ्रीमा हेर्थ्यो घुम्थ्यो। आजले पैसा लाग्न थाल्यो रहेछ, थाहा भएन। एक्सपेक्टेसन चाहिँ थिएन, त्यही भएर जस्तो भए पनि महँगो आफै टर्न हुन्छ यार पिङ्क खै किन हो। Alrighty, here we are. जान्छ? Alright. We are home. We are home. चाहिँ हामी 6-7 इयर्स ओल्ड हुने बेला यता यता बस्दै। तेरो जसलाई मलाई त कसैले भनेन कि, यसले भन्दै केही भनेन। त्यहाँ चाहिँ तल चाहिँ के अरे हामी 5, 6, 7, 8 I mean 1, 2, 3, 4, 5, 6 इयर्स ओल्डसम्म त्यहाँ थियो। त्यसपछि 7, 8, 9, 10, 11 इयर्स ओल्डपछि यता थियो। यही हो आजको रात। That's it.